एसी अनलाइन टिभी युट्युब च्यानलमा मोहम्मद चामलिङको नमस्कार। दर्शकबिन सल्लाहकार दयाहाङ राई, लेखक राजन मुकारुम र किरण चामलिङको निर्देशनमा रहेको नाटक खुवालुङ यही मिति 2079 साल श्रावण 6 गतेबाट नयाँ बानेश्वर उत्तर पश्चिम थापागाउँको मण्डला नाटकघरमा यो श्रावण महिनाको 29 गतेसम्म मञ्चन भइरहेको छ। मञ्चन हुने समय सोमबार बाहेक प्रत्येक बेलुकी 5:15बाट र शुक्रबार र शनिबार दिउँसो 1 बजेबाट पनि सुरु हुने गर्दछ। कृपया यो अति मार्मिक नाटक खुवालुङ हेर्ने मौका नगुमाउनुहोला। दर्शकबिन खुवालुङ नाटक हेर्न जानुभन्दा पहिले खुवालुङको अर्थ बुझेर जानुभयो भने तपाईलाई बुझ्न सजिलो होला भन्ने हैसियतले मैले छोटो भिडियो प्रस्तुत गरेको छु। कृपया स्वीकार्नुहोला। यदि मेरो एसी अनलाइन टिभी युट्युब च्यानललाई लाइक सब्सक्राइब गर्नुभएको छैन भने लाइक सब्सक्राइब पनि गर्नुहोला। खुवालुङको शाब्दिक अर्थ किराँती राई मुन्दुमी भाषामा खु भनेको लिसो, वा भनेको पानी र लुङ भनेको ढुङ्गा भन्ने अर्थ हुन्छ। एक वाक्यांशमा भन्नुपर्दा लिसोले पानीमा अड्डिएको ढुङ्गा हो खुवालुङ। दर्शकबिन खुवालुङको बारेमा राई, लिम्बू, याक्खा, सुनार, थामी, जिरेल, सुरेल आदि किराँतीहरूमा आफ्नै मिथकहरू, कथाहरू, तर्कहरू प्रस्तुत गरेको पाइन्छ। तर जे भए तापनि किराँती सभ्यतामा जोडिएको खुवालुङ ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक स्थल हो खुवालुङ। यो खुवालुङ दक्षिणपट्टि सुनसरी जिल्ला, दक्षिण पश्चिमपट्टि उदयपुर जिल्ला, उत्तरतर्फ भोजपुर जिल्ला र पूर्वतर्फ धनकुटा जिल्ला गरी 4वटा जिल्लाको सङ्गम स्थल तथा दुधकोशी नदी, अरुण नदी र तमुर नदीको त्रिवेणी क्षेत्रमा अवस्थित रहेको छ। किराँती मिथक अनुसार हाम्रा आदिम पुर्खाहरू जेठा मुकुबुङ, माइला हर्कबुङ र कान्छा रूपलबुङ महामारी हैजा देशानले हैरान भएपछि कोशीको किनारै किनार कन्दमूल, गिट्ठा ब्याकुर, चराचुरुङ्गी मारेर खाँदै वन फडानी गर्दै सुनकोशीको बारा क्षेत्र मन्दिर हुँदै दुधकोशी, अरुण, तमोर नदी त्रिवेणी क्षेत्र हालको खुवालुङ भन्ने ठाउँमा पुगे। त्यो जमानामा हालको जस्तो पुल, डुङ्गा, नाउ थिएन। कोशी पार गर्न सम्भव नै थिएन। त्यसकारण उनीहरूले भर्लाको पातको बोक्राको डोरी बनाएर त्यो खुवालुङ ढुङ्गाबाट पार गर्ने निर्णय गरे। तर पार गर्दा गर्दै आफ्नो बहिनी गुमाउन पुगे। देशान हैजाले हैरानी भएपछि अनि आफ्नो बहिनी समेत कोशीले बगाएपछि त्यो खुवालुङ ढुङ्गालाई साँची राखी 3 दाजुभाइ मध्ये एकजना दुधकोशीको किनारै किनार लागे, एकजना अरुण नदीको किनारै किनार लागे र एकजना तमोर नदीको किनारै किनार लागे। ती 3 दाजुभाइहरूकै सन्तान हामी हौ भनी खुवालुङ किराँती मिथकमा हाम्रो पिता पुर्खाहरू 3 दाजुभाइ छुटिए तापनि हाम्रो जन्म र शक्ति केन्द्रको रूपमा एक ऐतिहासिक स्थल हो खुवालुङ। नचुङ तथा बिजुवा किराँती धामीहरूले मुन्दुम सुरु गर्दा र अन्त्य गर्दा पनि पुकार्ने गर्दछन् खुवालुङ। यो खुवालुङ त्रिवेणी वा 3वटा नदीहरूको बिचमा रहेको हुँदा हामी किराँतीहरूको मुन्दुमी अनुसार घरमा पनि विशेष गरी 3 चुल्हालाई मान्ने र पुज्ने गर्दछौँ। त्यो 3 चुल्हा मध्ये पनि एउटा मूल चुल्हा रहेको हुन्छ। त्यो मुख्य चुल्हा वा मूल चुल्हा नै खुवालुङलाई मान्ने गर्दछौँ। त्यहाँ बाधा भएको एउटा ढुङ्गो, त्यसलाई क्रेन लगाएर फुटाउँदैछौँ र नदीको बाटो क्लियर गर्दैछौँ स्टिमरकालाई। 1 वर्ष अगाडि सरकारले त्यो खुवालुङ ढुङ्गा फुटाउने निर्णय गरे तापनि 3वटा नदीको भेलबाढीले पनि फुटाउन नसकेको खुवालुङ फुटाउँदा किराँतीहरूको अनिष्ट हुन्छ भनेर हामी किराँतीहरूले फुटाउन दिएका छैनौँ। खोटाङ जिल्ला वडा नम्बर 6 नेर्पाका बिजुवा धामी तेजकुमार राई खुवालुङको बारेमा यसो भन्नुहुन्छ। खुवालुङ भन्ने चाहिँ यस्तो, यो हाम्रो खुवालुङ भन्ने कुरा चाहिँ अब सृष्टि त हाम्रो एउटै नै हो। अब मानव भनेपछि, मनुष्य भनेपछि सृष्टि एउटै हो। अब कार्य विधि विधानमा आफ्नो आफ्नो भए तापनि खुवालुङ चाहिँ भनेको कस्तो भनेदेखि हाम्रो मुदुमबार चाहिँ ठुलो कुरो, हाम्रो सबभन्दा ठुलो रोदुङमिमो राई जातिको चाहिँ मुदुम हो ठुलो। मुदुमबार हाम्रो पुर्खाहरूले कुरा गर्नुभएको थियो। खुवालुङ दोस्रोमा चाहिँ कही सेनुमी जन्तीहरू, हाम्रो अतिथि जन्तीहरू अथै दोर्पा, अथै बामराङ, नुनथला गाविसबाट हाम्रो नेर्पेमा नेर्पाको आउँदाखेरि गापा च्याउ आले खैनी कै खना तिमारी बासा टिपी थल पालेपा कैकाना उन्नको रिङालुङ दातालुङ, उनको धिरिङालुङ छिरिङालुङ खोखललाई कैकाना ओ छोचललाई पा खोपाला ताताई ताउर्सीको पाले। अब कहाँबाट तपाईँ आउनुभयो भन्दाखेरि कोही पुर्खाले भन्नु सक्नुहुन्छ, कोही पुर्खाले भन्नु सक्नुहुन्न। त्यसमा भने
खोना तिम्मारी भाषा टिपीको आसे टिपी प आले रुङमा जान्ने पुर्खाहरूले चाहिँ भन्नुहुन्छ आसे बाबा खोना टिपी न कै आले रुङ्री साका लेङा साका रुङ्री छेला रुङ्री टिपा साका टिपा पा रुङ्री दुम आले साका दुम्दा तिम्मारी भाषारी होइलो सप्तकोशी खुवालुङदा टिपीको भेटिङ भन्ने कुरा टिपी भने अब धालोमा हुलुङ बहालुङ भनेको माथि साल्पा धिरिखा पर्वते बार भने हाम्रो यो खुवालुङ भन्ने चाहिँ अघि पुर्खाहरूले भन्नुहुन्थ्यो हाम्रो राई जातिमा कस्तो भने अब उधबार तर्दाखेरि त्यो बेलाको सेवा सुविधा थिएन पुल थाप्ने अब थिएन अब त्यस्तो कोशी गतिले हाम्रो मुदुमबार भन्छ वाथेप अब वाथेप साङ्गो तरिङ वाथेप भनेको चाहिँ अब साङ्गोको नाम रहेछ वाथेप अब आजभोलि पुल लाग्छ हरेक हुन्छ अब र सेवा सुविधा भएको कारणले गर्दाखेरि पुल छ हरेक छ त्यो बेला अब केही फर्के साङ्गो थाप्दा पनि त्यसलाई कहाँबाट आएको त भन्दा वाथेप खदुम्का खेप्दुम्का भनेको चाहिँ वाथेप भनेको पुल त्यो खुवालुङमा हाम्रो पुर्खाहरू कोक्पा वंशी हाम्रो कोको वंशी हाम्रो बाजे स्याब्जूहरू तर्नु खोज्दाखेरि मबला तुप्रिला भनेको भर्लाको लहराबाट पनि तर्ने थियो रहेछ कसै अब डुङ्गाबाट पनि तर्ने तर त्यो बेला अब खुवालुङले चाहिँ अब त्यो ढोका बन्द भएपछि अब पर्वतेबाट भन्दा ढोका भयो भने हाम्रो राईको कुराबाट चाहिँ किराँतीको कुराबाट चाहिँ लाप्तिखो खुवालुङ च्याउ खुकुलुङ च्याउ कैकान सिमो खमा माइदेमेको सतुम खमा माइदेमेको पाल्दा पान यी पाबुङची कोपाबुङची ओख्यानी मिसाङा पा खुवालुङलाई वाइदैमा हाम्रो कुखुरा काट्ने हाम्रो छोरी चाहिँ भित्राउँदा छोरा बुहारी भित्राउँदा कुखुरा काट्ने हाम्रो कारण त वाइदैमा हाम्रो त खुवालुङ चाहिँ खुकुलुङ च्याउ रबलुङ च्याउ याई खमा पाल्दाको चाहिँ खुवालुङ ढुङ्गा चाहिँ हाम्रो अघि सत्यजुग सृष्टिकर्ता हाम्रो पुर्खाले अलिकति त्यो खुवालुङको मुदुम गाउँदा त्यो खुवालुङको खुवालुङ ढुङ्गा चाहिँ उठेको कारणले गर्दा त्यो फुटाउनु नहुने त्यसलाई फुटाउने सृष्टि मासिने त्यसको हरेकको दोष लाग्ने हरेकको रुडी हैजा उठाउने भन्ने कुरा छ। अनि खुवालुङको चाहिँ अब कस्तो भने खुवालुङ त अब उठो अब त्यसले के गर्नु त भन्दाखेरि हुवाइदैमा हिवादैमा भनेर त खुवालुङलाई हाम्रो पुर्खाहरूले भोग दिएको कारणले गर्दाखेरि त खुवालुङ भोग नदीसम्म त खुवालुङको ढोका नउघ्रिएको अरे नउघ्रिँदो रहेछ। अनि हाम्रो त पुर्खाहरूले चाहिँ जुरेली कालो जुरेली सेतो जुरेली अठ्याएर चाहिँ लो साकेवा माकेवा चाहिँ हुवाइदैमा हिवादैमा मैदिनेको सारी खाता बा कैकाले न सारी हात बा पाल्दान चाहिँ मिङ्गालन चाहिँ वाइ पाता सापा खुन झारेपछि त्यो खुवालुङ ढुङ्गालाई चाहिँ चुवाइदिएर भोग दिएपछि त्यो खुवालुङको ढोका उघ्रेर हाम्रो सृष्टि जमिएको हाम्रो अझै पनि हाम्रो रोदुङ मिसामा राई जातिमा जुनै बिहा कार्य गर्दाखेरि हाम्रो मुदुम हाम्रो ठुलो अब हाम्रो परिवेदको ठेली छैन। अब जति छोरी चेली दिँदा हामीले बुहारी ल्याउँदा पनि हाम्रो मुदुमबारे नै हाम्रो गर्ने चाहिँ हाम्रो चलन चल्ती छ र हाम्रो थुतुरी बेदको चाहिँ हाम्रो यो थुतुरी बेद भने चाहिँ हामीले आजसम्म मेट्नु हुँदैन। यो खुवालुङ चाहिँ हाम्रो सबभन्दा ठुलो चाहिँ हाम्रो खुवालुङभन्दा ठुलो केही पनि छैन। हाम्रो जुनै बुहारी लिनु जाँदा पनि हामीले एउटा चुलालाई भोग दिनुपर्ने। अब बुहारी लिनु जाँदा बुहारीहरूको अब माइतीहरूले पनि हामी ज्वाइँ भित्राएपछि उहाँहरूकोमा पनि हामीले यहाँबाट लगेर माइदासी वाइदैमा सापा धुमा खारो धुमा वाइ बोइ पामाना चाहिँ खैदुमे त्यो लो दोन सोच्न चाहिँ गाप्ची पुङ्ची पाता त घिमिरिङमा पाखाङेन चाहिँ त्यो वाइदुमा हियादैमा पामे भने अब त हाम्रो खुवालुङ भनेको चाहिँ हाम्रो सबभन्दा सृष्टि नै खुवालुङ हो। खुवालुङले चाहिँ अब हामीलाई त्यो फुटाउनु थालेपछि त्यसलाई भत्काउनु थालेपछि यो सृष्टि नै लङ्गभङ्गम छ त हाम्रो मुदुम हो। खासै फुटाएर पनि त्यो फुट्ने चाहिँ कुरा होइन, त्यो फुट्दैन पनि भरे त्यो फुटाउँदै त्यो फुटाउनेहरू नै मर्नु पनि सक्छ। खुवालुङ हस्ता अब उन्नदाङ नासुमे खुवालुङ। हस्, धन्यवाद।